नमस्कार, म जीएन शर्मा। बाराकी बालिका गरिमा चौधरी माथि बलात्कारपछि भएको हत्याको घटनाले अहिले सिङ्गो देशलाई शोक स्तब्ध बनाएको छ। हामी सबैलाई भावविह्वल बनाएको छ त्यो घटनाले। अहिले त्यो घटनाका विषयमा विभिन्न चर्चा र परिचर्चा भएका छन्। बालिकाको बलात्कारपछि भएको त्यो जघन्य हत्या, त्यो घटनाको विषयलाई लिएर सँगसँगै बाहिर आएको एउटा बयानले पनि सामाजिक सञ्जालमा जुन बयान आएको छ, प्रहरी त्यो बयान कसरी सार्वजनिक भयो भनेर अनुसन्धान पनि गरिरहेको पनि समाचार आएको छ। र आज संसदको बैठकमा पनि यो विषयमा सांसदहरूले आफ्ना धारणा राखेका थिए। म सबैभन्दा पहिला आजको संसदको बैठकमा बालिकाको बलात्कारपछि भएको यो जघन्य घटनाका विषयमा सांसदहरूले संसदको बैठकमा राखेका धारणाहरू यहाँहरू समक्ष राख्न गइरहेको छु। बारामा 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर प्रतिनिधि सभामा सांसदहरूले सरकारको गम्भीर आलोचना गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै विभिन्न राजनैतिक दलका सांसदहरूले बालिकाको हत्यामा संलग्न दोषीलाई कानुन अनुसार कडा कारबाही गर्न माग गर्दै पीडित परिवारसँग गरिने सहमति, राहत वा आश्वासन भन्दा पनि वास्तविक न्याय सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसदहरूले बालबालिका तथा महिलामाथि हुने जघन्य अपराधका घटनामा राज्यले तत्काल र प्रभावकारी ढङ्गले कानुनी प्रक्रिया अगाडि बढाउनु पर्नेमा जोड दिएका छन्। उनीहरूले अपराध भएपछि पीडित परिवारलाई राहत उपलब्ध गराउने र आन्दोलन रोक्ने उद्देश्यले सहमति गर्ने, तर दोषीलाई कानुनी कठघरामा उभ्याउने विषय कमजोर बनाउने प्रवृत्तिले राज्यप्रतिको जनविश्वास कमजोर हुँदै गएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली काङ्ग्रेसकी सांसद प्रमिला कुमारी गच्छदारले सरकारले बालिकाको परिवारसँग गरेको सहमतिप्रति आपत्ति जनाउँदै राहत वा शालिग निर्माणले बालिकाको जीवन फिर्ता ल्याउन नसक्ने बताइन्। उनले जघन्य अपराधमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाउनु नै राज्यको पहिलो दायित्व भएको धारणा राखिन्। सांसद गच्छदारले एउटा शालिग निर्माण गरेर 3 वर्षीय बालिकाको जीवन फिर्ता आउन नसक्ने भन्दै सरकारसँग प्रश्न गरिन्। उनका अनुसार सहमति पत्रले तत्कालका लागि आन्दोलन रोक्न सक्छ र राहतले पीडित परिवारलाई तत्कालीन पीडा केही कम गर्न सक्छ, तर त्यसले दीर्घकालीन न्यायको अनुभूति दिलाउन सक्दैन। उनले यस्ता घटनामा राज्यले कानुन कार्यान्वयनमा कुनै प्रकारको सम्झौता गर्न नहुने बताइन्। अपराधको गम्भीरता हेरेर दोषीलाई कानुन अनुसार कारबाही गर्नुपर्ने तथा जघन्य अपराधका घटनालाई मिलापत्र गराउने वा दबाउने प्रयासमा संलग्न व्यक्तिहरूमाथि समेत कडा कारबाही हुनुपर्ने उनको माग थियो। गच्छदारले सडकमा आन्दोलन चर्किएपछि मात्र मन्त्री र सरकारका निकाय सक्रिय हुने प्रवृत्तिमाथि पनि प्रश्न उठाइन्। उनका अनुसार यस्तो शैलीले स्थानीय सरकार तथा स्थानीय प्रशासनप्रतिको जनविश्वास कमजोर बनाइरहेको छ। राज्यको विश्वसनीयता सहमतिको कागजबाट नभई कानुनको निष्पक्ष र प्रभावकारी कार्यान्वयनबाट स्थापित हुने उनको भनाइ थियो। उनले जघन्य अपराधका घटनामा पीडित पक्षलाई कुनै दबावमा पारेर मिलापत्र गराउने वा घटनालाई कमजोर बनाउने प्रयास भए त्यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई समेत हदैसम्मको कानुनी कारबाही गर्न सरकारसँग माग गरिन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर छेत्रीले प्रत्येक नागरिकले मुलुकमा सम्मानपूर्वक र सुरक्षित भएर बाँच्न पाउने वातावरण निर्माण गर्नु राज्यको जिम्मेवारी भएको बताइन्। उनले अपराधीलाई कारबाही गर्ने विषयमा संविधान र कानुनका अक्षर मात्र हेरेर नपुग्ने भन्दै अपराधको प्रकृति, गम्भीरता र त्यसबाट पीडित व्यक्ति तथा परिवारमा परेको प्रभावलाई समेत ध्यान दिनुपर्ने धारणा राखिन्। सांसद छेत्रीले सामान्य अपराध र जघन्य अपराध बीचको अन्तरलाई राज्यले गम्भीरतापूर्वक बुझ्नुपर्ने बताइन्। उनले पकेटमारी जस्तो अपराध र बलात्कार जस्तो गम्भीर अपराधलाई एउटै दृष्टिकोणबाट हेर्न नमिल्ने उल्लेख गर्दै बलात्कार तथा महिलामाथि हुने जघन्य हिंसाका घटनामा अझ प्रभावकारी र कडा कानुनी कारबाहीको व्यवस्था आवश्यक रहेको बताइन्। उनका अनुसार महिलामाथि हुने हिंसा र बालिकामाथि हुने यौनजन्य अपराध केवल एउटा व्यक्तिमाथिको अपराध नभई समाज र राज्यको सुरक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न उठाउने विषय हो। त्यसैले यस्ता घटनामा दोषीलाई कुनै पनि राजनैतिक, सामाजिक वा अन्य
प्रभावबाट जोगाउने प्रयास हुन नहुने सांसद छेत्रीको भनाइ थियो। बैठकमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बाराकी 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाले सिङ्गो राज्यलाई नै लज्जित बनाएको बताइन्। उनले घटनाले सरकारको सुरक्षा व्यवस्था, कानुनी कार्यान्वयन र पीडितलाई न्याय दिलाउने राज्यको क्षमतामाथि गम्भीर प्रश्न उठाएको बताइन्। सांसद शर्माले आफ्नो घर आँगनमा समेत छोरीहरू सुरक्षित हुन नसक्ने अवस्था सिर्जना हुनु अत्यन्तै चिन्ताजनक भएको बताइन्। अपराधको शिकार भएको परिवारले न्यायका लागि सडकमा उत्रिएर आन्दोलन गर्नुपर्ने अवस्था आउनु राज्यका लागि विडम्बनापूर्ण भएको उनको भनाइ थियो। उनले पीडित बालिकालाई न्याय दिलाउन सरकार गम्भीर बन्नुपर्ने तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति तत्काल उपलब्ध गराउन माग गरिन्। पीडित परिवारलाई राहत दिनु आवश्यक भए पनि राहतलाई न्यायको विकल्प बनाउन नहुनेमा उनको जोड थियो। सांसदहरूको अभिव्यक्तिमा एउटा साझा विषय स्पष्ट देखिएको छ। जघन्य अपराधपछि पीडित परिवारलाई राहत र सहमति मात्र होइन, दोषीमाथि प्रभावकारी कानुनी कारबाही र न्यायको सुनिश्चितता आवश्यक छ। राज्यले घटनापछि आन्दोलन रोक्ने भन्दा पनि अपराधको निष्पक्ष अनुसन्धान, दोषीको पहिचान, अभियोजन र अदालतबाट कानुन बमोजिम सजाय हुने वातावरण बनाउनु पर्ने उनीहरूको जोड छ। बाराको उक्त घटनाले बालबालिकाको सुरक्षा र महिलामाथि हुने हिंसा विरुद्ध राज्यको नीति तथा कार्यान्वयनको अवस्थामाथि पनि पुनः बहस सुरु गराएको छ। बालबालिकामाथि हुने यौनजन्य हिंसा तथा हत्याका घटनामा दोषीलाई उन्मुक्ति मिल्ने अवस्था सिर्जना भए त्यसले समाजमा दण्डहीनताको भावना बढाउने खतरा रहन्छ। त्यसैले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनको कठघरामा उभ्याउने, अनुसन्धान र न्यायिक प्रक्रियामा कुनै पनि राजनैतिक वा अन्य दबाव आउन नदिने तथा पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने सांसदहरूको माग छ। 3 वर्षीय बालिकाको जीवन फर्काउन सम्भव छैन, तर दोषीलाई कानुनअनुसार सजाय दिलाएर भविष्यमा यस्ता घटना दोहोरिन नदिने वातावरण निर्माण गर्नु भने राज्यको जिम्मेवारी हो। यही कारण सांसदहरूले सरकारलाई तत्कालीन सहमति र राहतमा सीमित नभई दीर्घकालीन न्याय, कानुनी शासन र नागरिक सुरक्षाको प्रश्नलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्। आजको संसदको बैठकमा बालिकाको बलात्कारपछि जुन हत्या भयो त्यो घटनालाई सांसदहरूले अब आउने दिनमा यस प्रकारका घटनाहरू हुन नहुनका लागि कडा कानुनी व्यवस्था गर्न समेत सरकार समक्ष माग गरेका छन् र वास्तवमा हाम्रो समाजमा हुने यस प्रकारका जघन्य घटना अपराधहरूलाई आउने दिनमा हुन नदिन साँच्चै भन्दा कडा कानुनी व्यवस्था हुन आवश्यक छ कि फेरि यस्ता खालका घटना कहिले पनि नदोहोरिउन्। सरकार पनि चनाखो बन्नुपर्ने देखिन्छ भने यस प्रकारका घटनामा म त व्यक्तिगत रूपमा पनि भन्छु कडा कानुनको व्यवस्था गरिनुपर्छ। हस्।